नमस्कार दर्शकबिन हजुरहरूलाई म रोशमा सुब्बा र हामी एउटा लेटेस्ट साइबर क्राइम लिएर आइरहेको छ र हाम्रो साथमा मिस सुकृका हुनुहुन्छ। उहाँले विस्तारमा भन्नुहुन्छ। नमस्ते सम्पूर्ण दर्शकबिन हजुरहरूको सामु म सुक्रिया लिम्बू एउटा छोटो जानकारी लिएर हजुरहरूको सामु म उपस्थित भइरहेछु र यो जानकारी चाहिँ एउटा महिलासँग घटेको घटना हो र यो घटनामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ म भन्न गइरहेछु र जुन चाहिँ महिला भन्नुभयो है उहाँ चाहिँ एउटा नर्सिङ कोर्स गर्दै थियो र नर्सिङ कोर्स सक्नु उसलाई 1.5 इयर थियो है। 1.5 इयर भित्रमा उहाँसँग एउटा घटना घट्यो र त्यो घटनामा के भयो भन्दाखेरि चाहिँ उहाँकोमा एउटा अननोन नम्बरमा कल आयो है। कल आउँदाखेरि चाहिँ उहाँलाई एउटा पैसाको धम्की दियो है र पैसाको धम्की दिएर चाहिँ उहाँलाई फोटो अपलोड नराम्रो फोटो अपलोड गर्छु भनेर पनि धम्की दियो है र उहाँले त्यो जुन चाहिँ भन्यो है र उसले जुन चाहिँ त्यो क्राइम भयो है उहाँसँग उसले चाहिँ उसको प्यारेन्ट्सलाई पनि सेयर गरे है। प्यारेन्ट्सले त्यति उसलाई उयो त्यो क्राइमलाई प्यारेन्ट्सले त्यति सिरियस लिएन र उसले रिपोर्ट गर्यो। पुलिस स्टेसनमा रिपोर्ट गरे। पुलिसले पनि त्यो क्राइमले 1-2 दिन राखेर चाहिँ त्यहाँदेखि उता त्यति सिरियस लिएन र उसले चाहिँ त्यो सिरियस नलिएको देखेर चाहिँ उहाँले आफ्नो ज्यान पनि गुमायो है। ज्यान गुमाएपछि चाहिँ उसले ज्यान गुमायो। त्यहाँदेखि उसले चाहिँ आफ्नो पैसा पनि गुमायो है। र यस्तै क्राइम तपाईँहरूले फेरि पनि जानकारी लिनु भइरहेको हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न सक्छ र तपाईँले कमेन्ट सेक्सनमा यस्तै हेल्प चाहिएको छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद।